युकेलाई प्रतिनिधि गर्दैछौँ। हामीले आफ्नो धिमे बाजा हुनुभएकोमा धेरै धेरै आभारी प्रकट गर्न चाहन्छौँ। धन्यवाद। शुभा धन्यवाद। यानी बुढो मिठो समुदी लन्डनको तर्फबाट म शिवशरण गुरुङको हार्दिक अभिवादन सहित नमस्कार स्वीकार्नुहोला। समुदी लन्डन इकाइ समुदी एसोसिएसन युकेको इकाइको रूपमा लन्डन इकाइको रूपमा लन्डनका सम्पूर्ण समूहहरूलाई एउटै थलोमा समेटी आपसी समझदारी, सद्भाव, सहयोगको भावनात्मक एकतामा आबद्ध गरी भावी सन्ततिहरूमा तमु भाषा, धर्म, संस्कार र संस्कृतिलाई जीवन्तता राख्ने मुख्य उद्देश्यले सेप्टेम्बर 2007 सालमा स्थापना भएको तमुदी लन्डन इकाइले छोटो समयमा धेरै नै सकारात्मक र रचनात्मक कार्यहरू पुरा गरी आफ्नो छविलाई निकै माथि बढाइदिएको छ। अनेकतामा एकता, धार्मिक सहिष्णुतामा आस्था राख्ने, लगनशील, परिश्रमी, मेहनती र रीतिरिवाजको दृष्टिकोणले अति नै उत्तम र सम्बोधन गर्न धेरै उल्लेखनीय कार्यहरू गरेको छ। तमुदी लन्डन इकाइ आदरणीय अध्यक्ष चित्रबहादुर गुरुङको नेतृत्वमा अहिले हरेक तरहबाट आफ्नो संस्कार र संस्कृतिलाई अगाडि बढाउन, आफ्नो पहिचानलाई विश्वको जुनसुकै मुलुकमा भइरहे त्यहाँ पनि स्थापित गर्नको लागि हर तरहबाट प्रयासरत रहेको छ। आज हामी तपाईहरु समक्ष छ। तैपनि हाम्रो देशमा निकट दुर्गम देशहरूमा दुर्गम ठाउँहरूमा जाँदाखेरि एकदमै प्रभावित छ। आज पनि विवादमा आएर हामी के भन्छौँ भनेदेखि मेरो यस्तो भएको थियो, दबाई पानीले केही पनि गरेन, धामीले मलाई ठिक गर्यो भन्ने कता कता थुप्रै हाम्रो सुनिने आउँछ।